नमस्ते। नमस्ते हजुर, मेरो नाम सन्दीप पन्थी। के छ? 9 क्षेत्र नम्बर 3 को म एक जेनजी पुस्ता। चुनाव लागिरहेछ होइन? फागुन 21 को चुनावमा के छ तपाईँको चाहिँ मत, तपाईँको विचार? मेरो मनदेखि भन्न पर्दाखेरि चाहिँ चितवन क्षेत्र नम्बर 3 मा चाहिँ अहिलेसम्म जति पनि विकास भए, जस्तो पनि विकास भए, त्यो चाहिँ अब हाम्रो क्षेत्र नम्बर 3 बाट अब हाम्रो रेणु दिदीले नै गर्नुभयो। अहिलेसम्म यतिको चितवनलाई नौलो होइन एकदम विकास मूल्य बनाउने नै चितवनको लागि भगवानको रूपमा अवतरण भएर विकास गर्नुहुने दिदी चितवनको रेणु दाहाल दिदी हो। उहाँ क्षेत्र नम्बर 3 बाट उठ्नुभएको छ। तपाईँको भोट कसलाई हो? मेरो भोट त सिधै रूपमा भन्नुपर्दाखेरि मेरो भोट त रेणु दाहाललाई नै हुनेछ। तपाईँ लगायत तपाईँको यो क्षेत्र नम्बर 3 मा सम्पूर्ण जनतालाई के भन्न चाहनुहुन्छ? सम्पूर्ण जनतालाई अहिलेसम्मको विकास हेरौँ, अब उहाँको एक्सपिरियन्स हेरौँ, अहिलेसम्मको कति विकास गर्नुभयो, कति गरे बाँकी छ उहाँको होइन, त्यही हो। अब भनेको मतलब तपाईँ रेणु दाहाललाई भोट हाल्नुहुन्छ? एकदमै र मेरो पुस्ताले पनि यो जति पनि साथीभाइहरू छ जेनजी, जति पनि साथीभाइहरू छ उहाँहरू सम्पूर्णले जेनजी तर्फबाट रेणु दाहाललाई भोट हुन्छ। किनकि यो पार्टी त्यो पार्टी अलिकति विकास गर्यो भन्ने कुरो हुन्छ। अहिलेको जेनजी पुस्तालाई रेणु दाहालको चुनाव चिन्ह के हो भनेर थाहा छ? अहिलेको जेनजी पुस्तालाई चुनाव चिन्ह स्टार तारा हो भनेर सबैलाई थाहा छ। भनेपछि भरतपुरको विकास गर्नुभयो, अब देशको विकास गर्नुहुन्छ उहाँले? एकदमै। तपाईँलाई त्यस्तो लाग्छ? एकदमै विकास गर्नुहुन्छ। केही पनि महत्त्व नै छैन, केही लुटेर खाम, केही पनि अलिकति आफू बनाऊँ भन्ने उहाँमा छँदै छैन। हस् धन्यवाद। त्यही भएर अझै बोल्नुहोस् भन्छु म दुई चारवटा कुरा। रेणु दिदीको विकास सँगसँगै अब उहाँ मेयर हुँदा त यति गर्नुभयो भने उहाँ सांसद हुनुभयो नि कस्तो गर्नु होला भनेर एकचोटि सोच्नु होला र भोट चाहिँ रेणु दाहाल दिदीलाई स्टार चिन्हमा भोट दिनु होला भन्नलाई विनम्र अनुरोध गर्न चाहन्छु। हस् धन्यवाद।